हजुरको शुभ नाम बताइदिनुहुन्छ कि? जय मसी, नमस्ते। नमस्ते, जय नारायण मसी। भगत। नारायण भगत। म यहाँ नेपालमा आएर अभिषेक भएपछि पास्टर पनि हुँ। तपाईँ यहाँ अपङ्ग आश्रमको एउटा फाउन्डर सञ्चालक पनि हुँ। अनि आज एकदमै म तपाईँलाई भेट्न पाएँ अनि तपाईँले मलाई आफ्नो होइन प्रेम देखाउनु भयो। म एकदमै खुसी पनि छु। अनि तपाईँ नेपाल आउनुको मुख्य उद्देश्य के हो नारायण सर? नेपाल आउनुभन्दा पहिला परमेश्वरले मलाई मिजोरामबाट तयारी गर्नुभएको थियो। म आफ्नो झारखण्ड स्टेटबाट, म खास गरी झारखण्ड स्टेटको हुँ। पहिला बिहार झारखण्ड एउटै थियो, अहिले हामी छुटेर झारखण्ड स्टेट साउथ पार्ट झारखण्ड भनिन्छ। म कलेज पढ्दाखेरि 1976 मा झारखण्ड छोडेर म मिजोराम गएँ। लामो कहानी छ, तर मिजोराम गएर मैले विभिन्न काम गरेको सिलसिलामा मैले 5 वर्ष पूर्वको दाजुभाइ राई लिम्बू तामाङहरूसँग जङ्गल बसे आरी काम गरेँ। प्रभु पाएको थिएन। अनि एउटा तामाङ दाजुले विश्वासी भएर एउटा मेजो बिहा गरेर गाउँमा सेटल हुनुभएको थियो। अनि 1981 मा एउटा क्रिस्चियन म्युजिक फेस्टिभल त्यो 3 दिनको प्रोग्राम उहाँले निम्ताउनु भयो। अनि पहिलोपटक एउटा क्रिस्चियन सभामा म लाइफमा पहिलोपटक गएको थिएँ। त्यहाँ जाँदाखेरि विश्वासीहरूको गतिविधि सबै हेर्दाखेरि म आकर्षित भएँ। अनि मेरो लाइफमा मैले 3टा कुरा खोजिरहेको थियो। कुरा त यही थियो कि साँचो ईश्वरको हो, अनि मृत्युपछि कुरा हो, अनि म आफै को हुँ भनेर प्रायः क्वेसन आइरहन्थ्यो। म भन्दै थिएँ मिजोराममा त्यो 3 दिनको क्रिस्चियन म्युजिक फेस्टिभलमा मेरो तामाङ दाइले निम्ताउनु भयो। म त्यहाँ गएँ। त्यहाँको 3 दिनको वातावरणले म विवश भएँ थिङ्क गर्नुमा, विचार गरेँ। त्यो एटमोस्फियर विश्वासीहरूको पहिलोपटक म आकर्षित भएँ। त झारखण्डमा जहाँ जहाँ क्रिस्चियनहरू देख्थेँ नि, कहिले पनि आकर्षक भएको थियो। यहाँसम्म कि मिजोराममा हत्या हिंसा कति हुन्थ्यो अनि एउटा क्रिस्चियनिटीप्रति म साह्रै नफरत। तर त्यही दिन येशू ख्रिस्टको पछि हिँडेकाहरू युथहरू मिटिङमा मैले अवलोकन गर्दाखेरि मैले क्वेसन सोधेँ, यिनीहरू को हो? यिनीहरू समथिङ छ, ममा छैन। को हो यिनीहरू? आफै सवाल जवाब। यिनीहरू क्रिस्चियन हो। क्रिस्चियन को हो? येशूको पछि हिँड्नेहरू। यस्तो एटमोस्फियरले मैले येशू को हो लास्टमा के यिनीहरू को हुमा? यिनीहरू समथिङ छ, ममा छैन। अनि यिनीहरू क्रिस्चियन हो, येशूको पछि हिँड्नेहरू। त येशू को हो भन्दाखेरि परमेश्वर डाइरेक्ट मेसेज मलाई त्यो दिन दिनुभयो। त्यो मेसेज यो थियो, येशू ख्रिस्ट चाहिँ प्रेमी परमेश्वर हुनुहुन्छ। अनि मैले लास्ट क्वेसन गरेँ, प्रभु तपाईँ प्रेमी परमेश्वर हुन्छ भने मैले खोजिरहेको कुरा तपाईँलाई थाहा छ, दिनु सक्नुहुन्छ? त्यसपछि जवाब आयो, परख गरेर हेर न, परख गरेर। त्यहाँ सबै केही म सोधेन कि शुक्रबारको सबै घटनाहरू भयो। शनिबारमा म गएँ, फेरि मूल्याङ्कन गरेँ। मेरो लाइफ मेरो स्क्याटर्ड थियो होइन। म त्यहाँ मृत्युसम्म एउटा लाइफलाई जिउने उद्देश्यले म गएको थिएँ। आत्महत्या गर्ने प्रयास गरेको थिएँ, आत्महत्या गर्नु सकेन। कसैले यो जीवन दिएको छ अनि आत्माको हत्या गर्नु पाप हो। पाप र ईश्वरप्रति म सिरियस भएको थिएँ। त्यस कारण आत्महत्या गर्नु सकेन। त्यहाँ जिउनुको उद्देश्यले गएको थिएँ। अनि त्यही हो, मेक इट सर्ट स्टोरी। त्यो मेसेजको कारणले म टेस्ट गरेर हेर्नु पऱ्यो नि त, यसो को हो। अनि म गुरुसँग उहाँको जो पास्टर हुनुहुन्थ्यो उहाँसँग शनिबारको बेलुकी भेटघाट क्रममा म गएँ। सोधेँ कि येशूको पछि हिँड्नुलाई के गर्नुपर्छ। अनि उहाँले भन्यो, नारायण तिमी सिरियस छौ भने सन्डे इभिनिङ सर्भिस आऊ, केही कुरा म सोध्छु अनि विचार गरेर तिमी जवाब दिनुपर्छ। म सन्डेमा त्यहाँ गएको थिएँ। इभिनिङमा 300-400 मान्छेहरू थियो, ठुलो चर्च थियो। अनि जब समय आयो परमेश्वर बोलाउनुभन्दा जस्ट पहिला एउटा 2टा आत्माले मलाई मेरो जीवनमा काम गरेको थियो कि एउटाले याद गरायो कि तिमी एउटा हिन्दू मान्छे किन धर्म परिवर्तन गर्नु गइरहेको छस्। कुनै दिन घरमा फर्केर जानु पर्ला, कोही पनि एक्सेप्ट गर्दैन। अर्कोले भन्दैछ, अरे तिम्रो धर्म सबै कुराहरू के दियो? तिमी जुन कुरा जिन्दगी खोजिरहेको थियो केही पनि पाएनौ। त
त्यसकारण जुन कुरामा निर्णय गरेको छ त्यसमा अगाडि बढ। अनि त्यही मैले त्यही विचार गर्दै गर्दा बेलामा पास्टर चाहिँ बोलाउनु भयो। अनि म पुरै नर्भस अवस्थामा अगाडि गएँ। उहाँले 6-7 वटा क्वेसन सोध्नुभयो। पहिलो क्वेसन थियो, नारायण हामी सबै पापी छौँ, पापीहरूको छुटकाराको निम्ति येशू ख्रीष्ट चाहिँ यस संसारमा आउनुभयो, उहाँ तिम्रो पापको निम्ति प्रायश्चित गर्नुभयो, क्रुसमा बलिदान हुनुभयो, त्यसपछि बौरी उठेर जस्तो पहिला थियो त्यस्तै देखाउनु भयो। हामी विश्वास गरेर मरेपछि पनि हामी त्यस्तै हुन्छौँ, पाप क्षमा भएपछि स्वर्गमा हाम्रो ठाउँ छ, यो कुरा विश्वास गर्छौँ भन्नुभयो। अनि मैले भने विश्वास गर्छु भने। अनि अन्तिम मलाई थाहा छ, अन्तिम उहाँ भन्नुभयो, नारायण तिमी जीवन पर्यन्त सुखमा दुःखमा मृत्युसम्म येशूको पछि हिँड्नुलाई तयार छ। अनि म केही त्यो क्वेसन गहकिलो थियो क्या, अलिकति कमिटमेन्ट गर्दै जब यस भने एकदम यस्तो पावर आएर मलाई स्पर्श कसैले गरे क्या। अनि डर भएको आत्मा त कता गयो आनन्द शान्तिले भरि। पछि त्यो परिवर्तन, यस्तो परिवर्तन आत्माको टच थियो कि म सिधै हेलबाट हेभेन पुगे जस्तै अनुभव हो कि। बिहानै उठेँ त्यही लगातार त्यही थियो फिलिङ। अनि 15 दिनपछि एकजना नेपाली भाइले मलाई न्यू टेस्टमेन्ट दिनुभयो। त पहिलो प्रभुको वचन नेपाली भाषामा सिकेँ। त्यहाँ नेपालीहरूको बिचमा बस्दा है मेरो हिन्दी पनि त्यति राम्रो थिएन। अझै पनि भनौँ भने म न पर्फेक्ट नेपालीमा छु न हिन्दीमा, तर सजिलो चाहिँ नेपाली नै हुन्छ है। तपाईँहरू बुझ्दै हुनुहुन्छ त्यति सुन्नु। जे होस् त्यहाँ मेरो परिवर्तन भयो। अनि 6 महिना बाइबल पढेर सबै कुरा जो खोजिरहेको कुरा चाहिँ येशूमा रहेछ। मृत्युपछि कुरा जीवन पुनरुत्थानमा हो, मलाई विश्वास गरेर मरे पनि बाँच्ने छ। बाँच्ने कसरी? त्यो एकजना 7 जना भाइले एकजना आइमाले बिहा गरे नि। अनि मृत्युपछि अब स्वर्गमा कसको श्रीमती हुन्छन् होइन, सबैले बिहा गरे। अनि प्रभुले भन्नुभयो यहाँ शादी बिहा हुन्छ, स्वर्ग त हुँदैन, हामी स्वर्गदूत चाहिँ फर एभर। अनि त्यो कुरा साह्रै एक्साइटेड भयो। त्यसपछि म आफ्नो जीवन कमिटमेन्ट गरेँ। अनि 1982 देखि परमेश्वरलाई ढोका सेवकाईको लागि म आफैले अर्पण गरेँ। 1982 मा एउटा होम मिसन गोस्पेल टिममा मैले सेवा गर्ने मौका पाएँ। त्यो त 1.5 वर्ष नेपालमा मिजोराममा गरेँ। 1983 नेपाल मिजोराम छोडेर मैले ओएम टिम झारखण्डमा मैले जोइन गरेँ। अनि 4 वर्ष मैले भोलिन्टियर टिम काम गरेँ, टिम लिड गरेँ, धेरै अनुभव बटुलेँ। 1987 मा मैले ओएम छोडेर मैले बाइबल कलेज गएँ अर्को 4 वर्ष। त 1990-91 को दशकमा नेपालको उथलपुथल भयो, परमेश्वर ढोका खोल्नुभयो। अनि परमेश्वरले फाइनली बनाउँदा झक्कासकाउनु भयो, नेपालको लागि तयारी गरेँ। यसरी म 91 मा नेपाल आएँ। परमेश्वर सबै कुरा जुटाउनु भयो। मेरो श्रीमती यहीँ बालेश्वरको हिँड है डङ्कन होस्, ऊ पनि परिवारबाट एउटै विश्वासी, म पुरै पञ्चायतमा पुरै परिवारमा एक्लै विश्वास। यसरी हाम्रो डङ्कनमा हस्पिटलमा मङ्गली बिहा त्यहीँ भयो। पहिलो सेवकाई मैले बुटवलमा 5 वर्ष सेवकाई गर्ने मौका पाएँ जैतुन चर्चमा। त्यसपछि प्रेटारको भिजन प्रभुले 97 दिनुभयो। अनि त्यसपछि अर्को एउटा बोझ के थप्यो भने हाम्रो प्रेटारमा धेरै अपङ्ग भाइ बहिनीहरू आउनु थाले। यिनीहरू त बेस्ट मौका के हो, ग्रिन हाउस छ, आत्मिक जीवनमा बढ्ने मौका। अनि यिनीहरू पनि त प्रमुख सेवा गर्नु सक्छ, प्रार्थना रूपी सेवा होइन। एउटै ठाउँमा बसेर संसारले रिच आउट गर्नु सक्छ नि। अनि हाम्रो पहिलो प्राथमिकता अपङ्ग भाइ बहिनीलाई दिएका छौँ। यो हाम्रो आश्रम हो। अनि यहाँ 24/7 प्रेयर इन्टरसेसरी मिनिस्ट्री हो। यो प्रभुको आगमनसम्मको भिजन हो। त्यसकारण अहिले हामी हेटवटा प्रेयर टावर 30 वर्ष चल्दैछ अहिले। अनि यो चाहिँ हामी 26 मा इन्टर भयो। हजुर त्यही हाम्रो सेवकाई हो। अरू केही कुराहरू हुन्छ, धन्यवाद छ। तपाईँले आफ्नो जीवनको गवाईको सँगसँगै आफूले होइन परमेश्वरबाट पाउनुभएको असल जिम्मेवारीलाई चाहिँ होइन आज सम्पूर्ण कहाँ तपाईँले सेयर गर्नुभएको लागि एकदमै धन्यवाद छ। म फेरि पनि म तपाईँसँग पछि जोडिँदै जानेछु र अनि अहिले चाहिँ म तपाईँसँग यतिकै राख्न चाहन्छु। हस् त, धन्यवाद। जय मसीह।